Welcome to 0 Point Lodge here at 16,000 feet. Mama. यहाँको हाइट 16,000 feet रहेछ. What a lovely place. हिउँको थाक थुपारेर हेर्नु नि. On the way to 0 Point 16,000 feet. जन्नत. फाइनली कति वर्ष बाद प्लान गर्दा यो पालि चाहिँ जुरेर. हेलो फाइनली म चाहिँ 0 Point आइपुगे नर्थको. कस्तो दामी जग्गा रहेछ के आम्मा यहाँ हेर्नु नि. हिउँ यस्तो सेटिस. सोचेको थिएन नि यस्तो जग्गा छ भनेर. अहिले चाहिँ यहाँ जाडो चाहिँ त्यस्तो छैन हो. नहुँदो रहेछ. घाम मजाले राखिरहेको छ. 2-3 बजेदेखि चाहिँ फेरि खतरा जाडो हुन्छ अरे हो. ओइ यस्तो छ. आम्बो एक फिट रहेछ यो. एक्लै आएको फेरि कसले बचाउने. आम्बो लेक लाग्नेलाई चाहिँ हाइटमा बिमार हुने रहेछ हो. मलाई त अब चिसोमा बस्ने बानी छ. त्यस्तो केही भएको छैन चिसोमा चाहिँ. आउँदाखेरि चाहिँ पुरा जाडो भयो. युमथाङ त्यो तेर्सोमा चाहिँ त्यहाँ डाइरेक्ट आएन निस्कि हो. अब जाँदाखेरि चाहिँ घुम्दै जाने निस्किँदै त्यहाँनिर पनि यस्तो सेटिस भयो. वाउ अहिले 11 बजे हो. 11 बजे टाइममा कस्तो दामी छ. दिउँसो सिरोटोहरू चाहिँ चल्दैन रहेछ नि त. सिरोटो चलेर भने चाहिँ तातो हुन्छ नि. लभली यस्तो दामी. अहिले चाहिँ राइट टाइम रहेछ. राइट टाइम. अब 1 महिना डिसेम्बरतिर चाहिँ थिएन अरे यहाँ गाडी बाइकहरू हो. राइट टाइम नभएमा यसो अलिकति हुनु पर्छ नि त यता. कति प्लान बनाउँदा लास्टमा आइयो. राइट टाइममा आइयो. मजा आइरहेछ. यो चाहिँ 0 Pointको लास्ट रहेछ. यहाँदेखि उता चाहिँ ध्यान नदिँदो रहेछ. ध्यान दिँदैन होला सायद गाडी बाइकहरू. यहाँ चाहिँ आर्मीको गाडीहरू चाहिँ जान्छ होला हो. अब चाहिँ फर्केको यस्तो. सो अब चाहिँ 0 Pointदेखि फर्केको. अब युमथाङ भेल्ली निस्किन्छु. अन्त मङ्गान छु होला आज. हेरौँ कहाँसम्म पुग्छु.